राखेको त 40-45 जति थियो। 45 लाख 88 करिब 88 करोड बराबरको रकम अपसारण भएको भन्ने प्रतिवेदन हामीलाई पेश भएको छ। सोही आधारमा हामीले आज 8 जनालाई नियन्त्रणमा लिएका छौँ। अब त्यो त अब हामीले यस्तो दुःख गरेर कमाएको पैसा हो होइन, अझ त हामीले फिर्ता पाउनै पर्छ। अब त भइसक्यो 4-5 वर्षै जस्तै भइसक्यो। 4-5 वर्ष अगाडिदेखि नै उनीहरूले चाहिँ अब त्यो यस्तो के किस्तामा 10,000, 15,000, 20,000 त्यसरी मात्रै दिइरहेको छ। कति थियो तपाईँको? मेरो चाहिँ अब सुरुमा चाहिँ मैले 40 लाख जति राखेको हो। अनि त्यो मेरो खाताको दैनिक उठाउने पैसा गरेर त्यही 40-45सम्म थियो होला। अनि पहिला चाहिँ दिनुहुन्थ्यो, अनि पछि चाहिँ अब हाम्रो कारोबार छैन राम्रो, हामी चाहिँ तपाईँहरूलाई धेरै त दिन सक्दैनौँ, थोरै दिन्छौँ भनेर 20,000 महिनाको 20,000 चाहिँ दिनुभएको थियो। कति समय पाउनु भएन? अहिले के छ अवस्था? अहिलेसम्म चाहिँ त्यही 20,000 महिनाको 20,000। बाँकी कति रह्यो? अब त्यो त हिसाब गर्नुपर्छ। आज सञ्चालकहरू पूर्व सञ्चालकहरू पक्राउ परे भन्ने सुन्नु भएको थियो। अब त्यो त अब हामीले यस्तो दुःख गरेर कमाएको पैसा हो होइन, अझ त हामीले फिर्ता पाउनै पर्छ। कसरी हुन्छ हामीले अब जग्गासँग हुन्छ कि हामीले कसरी हुन्छ त्यो चाहिँ फिर्ता पाउनु पर्छ। दिदी तपाईँलाई चाहिँ सुरुमा तपाईँले जसरी पैसा राख्नुभयो नि, तपाईँलाई यो पैसा यहाँ डिपोजिट गर भनेर पनि आयो होला नि, यसरी राख्नुहोस् यस्तो हुन्छ भनेर के प्रब्लम गर्नु, के देखाएको? यस्तो किनभने अब मेरो पसल छ होइन, पसल अब दैनिक जम्मा भएको पैसा नै यही होस्। अब हेर्न नजिक मलाई टाढा ब्याङ्क घरमा जान पनि गाह्रो हुने, अनि त्यही भएर मैले यहाँ ल्याएर राखेको हो। अब हाकिम के पट्टा उहाँले गर्दा पनि मैले राखेको। अहिलेसम्म कमाइ त्यहीँ राख्नु भएको थियो? हजुर। तपाईँसित भएको कमाएको पैसा त सबै सहकारीमा डुब्यो। पोखरा बचत तथा सहकारी संस्था लिमिटेडमा अनियमितता भएको भन्ने उजुरी सहकारी रजिस्टर कार्यालयमा आए पश्चात सहकारी रजिस्टर कार्यालयको छानबिन समितिले हामीलाई प्रतिवेदन पेश गरेको छ र उक्त प्रतिवेदनको आधारमा 88 करोड बराबरको रकम अपसारण भएको भन्ने प्रतिवेदन हामीलाई पेश भएको छ। सोही आधारमा हामीले आज 8 जनालाई नियन्त्रणमा लिएका छौँ। अब यसमा अहिले यो प्रारम्भिक रूपमा हामीले अहिले 8 जनालाई लिएर यसमा चाहिँ वर्तमान अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायत हामीले पूर्व सचिव र पूर्व सदस्य